जय श्रीमन्नारायण। आज हामी राम नामको महत्त्व बुझौँ ल। यदि एकपटक हामी राम भनेर उच्चारण गरिन्छ भने त्यो सम्बोधन हुन्छ। त्यसैगरी राम हे राम भनेर 2 पटक उच्चारण गरिन्छ भने त्यो अभिवादन हुन्छ। हामी कसैलाई भेट हुँदा कोहीको अगाडि भन्ने गर्छौं नि, राम राम, हरि हरि, राधे राधे भनेर, उहाँहरूलाई अभिवादन हुन्छ। त्यसैगरी यदि हामी त्यस्तै समाचार पाइयो भने राम 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 यस्तो भएछ भनेर भन्ने गर्छौं नि, हो 3 पटक राम राम रामको उच्चारण गर्दा विशेष खबर आएको जानकारी हुन्छ। त्यसैगरी 4, 5, 6, 7 चोटि वा त्यो भन्दा बढी राम स्मरण गर्दा जप मानिन्छ। अर्थात् रामको नाम सबै प्रकारले कल्याणकारी हुन्छ। रामको नाममा कहिले पनि अकल्याणकारी हुँदैन। त्यसैले आजैबाट भगवानको नाम जप्ने बानी बसालौं। जय श्रीमन्नारायण।